मृत्यु भयो भनेर मैले थाहा पाएँ है। भेरी ब्याड। जोसुकै पत्रकार भयो नि नेपाली मर्यो, भेरी ब्याड। अनि यो आन्दोलनको एउटा उद्देश्य यो थिएन है, कसैको प्राइभेट प्रपर्टी डिस्ट्रोय गर्ने अनि कसैको ऊ गर्ने लक्ष्य चाहिँ थिएन। तर हाम्रो यो भिडभाड छ नि, यो राजावादीको आन्दोलन चाहिँ गलत डिरेक्सनमा चाहिँ गयो। तर कमान्डिङ राम्रो हुन सकेन। हजुर, कमान्डिङ राम्रो भएन। कमान्डिङ त राज्यले इन्टेन्सनली यो गरेको, किनभने माथि राखेर पुलिसलाई गोली हान्न लाउने, त टियर ग्यास हान्न लाउने। प्रहरीले गोली हानेका थिए माथि छतमाथिबाट। यो घरको माथिबाट टियर ग्यास यहाँ हानेको हो नि त। यो हानेपछि यो घटना भएको। यो नहानेको भए पुलिसले माथिबाट चार्ज नगरेको यो घटनै नहुने हो। यो घर जस्तै दाइ तपाईँ अब यो घर धनी भएको हिसाबले पनि तपाईँलाई धेरै जानकारी छ। मेरो घर योभन्दा पछाडिको यहाँको बासिन्दै हुनुभयो, हो प्रत्यक्ष। त्यस अर्थमा तपाईँले यति भनिदिनुहोस् कि ठ्याक्कै सुरुमा प्रदर्शनकारीले ढुङ्गामुढा गरे कि माथिबाट चार्ज हानेको। पुलिस उतातिर थियो, सबै उता फोकस थियो। यहाँबाट हाने पछाडि सबैले यतातिर फोकस भएपछि अनि यो नबाँचेको हो। आज यो भ्रम नपरे हुन्छ। क्यामेरा 10तिर छ होइन, हेर्नुहोस् होइन। घटना भयो, दुर्भाग्य भयो। जो मर्यो नि दुर्भाग्य भयो नि त।